ल सो गाइज अहिले 10-11 बजिसक्यो होला अनि मेरो बाइक स्टार्ट हुँदैछ। स्टार्टमा राखेको छु। इयरबड त कम्पलसरी चाहियो किनभने गीत सुन्दै राइड गर्न मजा आउँछ। डाटा केबल अब चार्ज गर्नु पर्यो। अनि सो आज चाहिँ म अहिले पठाउ गर्न चाहिँ जाँदिनँ किनभने मेरो बाइकले पेट्रोल धेरै खान थालेको छ। आरपिएम धेरै मारै छ यार। तू सारे अथा खतरा दिन था। ओके यो हिजो राति चलाउँदै यो खसिरहेको क्या यो मिरर यो थियो यो होल्डर थियो यहाँ चलाउँदै खसिरहेको। घर आउँदै प्यासेन्जरलाई पिक गरेको थिएँ आउँदै खसिरहेको। सो गाइज ल आज चाहिँ मेरो प्यारो जिमी के छ जिमु? ओहो जिमी के छ? जिमी भन्न आएको थियो स्यालु मेरो स्यालु मेरो स्यालु हो यो। ल गाइज अब चाहिँ यहाँबाट बाइक निकाल्न कम गाह्रो हुन्छ। त्यही माथि हाइट कम छ। हेर न ल कस्तो छ यहाँ। ल यस्तो छ। ल गाइज सो वी आर रेडी टु गो। सक्ता त भयो अलिकति एङ्गल मिलाउनु पर्छ यसको। ठिक छ। जोस् बाइक चलाउँदा कम्फर्टेबल हुने रहेछ क्या। हाइट नपुगेको मान्छेले चाहिँ जोस् ट्राउजर लाउनु पर्ने रहेछ मजाले हाइट पुग्छ। गेट लगाइदिउँ। बाई बाई सालु। वान ट्याप हुन्छ नि फेरि स्टार्ट त। यसको प्रब्लम के छ भने नि अब यो गियर सिफ्ट गरेको देखाउँदैन क्या। अहिले 1 देखाइरहेको छ। अहिले एकछिनमा 0 को 0 हुन्छ। यो पनि सफा गर्नुपर्ने छ। अनि त्यसपछि आज ग्यारेजमा यसरी अफ हुन्छ। माइलेज पनि बढाउनु पर्ने छ। गएर मोबाइल सबै हालौँ सर्भिसिङ गरौँ के हुन्छ हेरौँ। गाइस आज चाहिँ मैले अहिले गरिनँ पठाउ किनभने त्यत्रो पेट्रोल खाइरहेको छ। पठाउ गरेर पनि फाइदै छैन जस्तो देखेँ क्या। हिजो त्यत्रो 1100 तेल गयो कमाएको मलाई 1500 छ होइन। त्यसरी त गरेर सकिँदैन नि त गाइस होइन। आज चाहिँ जान्छु म। मैले यो बाइक लिएको भने चाहिँ मैले गर्कुबाट हो। अब गर्कु जानु छ। गर्कुमा जाम नहोस् त्यही हो। क्यामेरा एङ्गल अलि माथि। क्यामेरा एङ्गल कस्तो भएको छ त्यो पनि थाहा छैन। ठिकै होला। अनि त्यही हो अब ग्यारेज भएपछि थाहा हुन्छ के गर्ने कसो गर्ने। यहाँ त रेड लाइट छ क्या। ल मेरो फर्स्ट भिडियो चाहिँ फर्स्ट भ्लग चाहिँ अपलोड भइसकेको छ है युट्युबमा गएर हेरिदिनु होला। त्यही चाहन्छु मेरो। तपाईँहरूले साथ सपोर्ट नगरे कसले गर्छ त। फेरि त्यहाँ रेड लाइटबाट गयो यहाँ रेड लाइट क्या। अब अनौठो छ के गर्ने गाह्रो छ।
अब फेरि यहाँ रेड लाइट छ, फेरि अगाडि उ त्यो चोकमा फेरि रेड लाइट छ क्या, त्यहाँ पनि त्यही माथि यस्तो टन्टनापुर घाम, त्यही माथि ब्ल्याक कलरको आउटफिट नाप छ यार। यो गियर पनि बनाउनु पर्ने छ, यो अहिले 0 देखाइरहेको छ, सिफ्ट गरे बेला देखाउँदैन क्या, देखाउनु पर्ने नि त 1 2 3 भनेर, पनि देखाएको छैन अहिलेसम्म। 243 किलोमिटर कुदाएर रहेछ मैले लिएसम्म, दिएको मैले 4 दिन भयो होला, 4 दिनमा यति कुदाएको छ। पठाउन थालेपछि त हप्तै पछि तपाईँको सर्भिसिङ गर्नुपर्ने रहेछ है, कन्डिसनमा बाइक राख्नु पऱ्यो भने चाहिँ। यो कार पनि दामी छ यार, ट्याक्सी रे क्या, यो टेस्ला जस्तो छ, दामी छ यार गाडी चाहिँ। त्यस्तो खतरा ट्याक्सी आउने भइसक्यो क्या। आज म किन ढिलो निस्क्या भने आज पानी परिरहेको थियो बिहान, त्यही कारणले मलाई बाहिर ननिस्क्या हो। अहिले चाहिँ अब पठाउ नगर्ने सोचले म ग्यारेजमै जान लागेको हो। फर्स्ट टाइम रहेछ, ल के हो रेड लाइट हरियो लाइट ग्रिन लाइट केही छैन, म त यत्तिकै हिँड्थेँ, अगाडि गएर समातेँ नि तनाव हुन्छ फेरि। एबिएस देखाएको छ होइन मेरोमा बाइकमा, तर एबिएस छैन यार बाइकमा, के भएको यार, तनाव छ तनाव। भाइजर लगाएपछि चाहिँ अलि दामी साउन्ड आउँछ होला है। जो जहाँ सबैतिर रेड लाइट राख्यो भने चाहिँ राम्रो हुन्छ क्या, किनकि अब चाहिँ सबैले नियम पालना के अरे लागू गर्न थालिसक्यो। जो सबैतिर होइन, जो नर्मल हाइवेतिर यस्तो बाटो क्रस गर्नलाई होइन रेड लाइट राखिदियो भने चाहिँ राम्रो हुन्छ क्या, बाटो क्रस गर्ने मान्छेलाई सजिलो, हामीलाई पनि सजिलो। यसो यहाँ रेड लाइट कट्यो भने चाहिँ अगाडि चिर हानिदिन्छ गाडी, त्यो फिक्सै हो। यहाँको रेड लाइट कट्यो भने चाहिँ चिट हानिदिन्छ। चिट नहानेको त नेपालीको बुद्धि आउँदैन हो क्या, त्यत्रो माइती घरमा कति हान्छ आम्मा माइती घरमा। ओ सब ट्राफिक यहीँ छन् मामाहरू। कहिलेकाहीँ यहीँ बस्छ होइन यी ट्राफिकहरू, कहिलेकाहीँ ऊ त्यहाँ स्पिड चेक भइरहेको हुन्छ क्या, ऊ माथि भइरहेको चाहिँ क्या हो आकाशी पुलमा हो कि क्या हो रहेछ, स्पिड चेक बसिरहेको रहेछ ऊ मामाहरू। धन्न रन्काइन मैले त सोचेको थिएँ कि ऊ त्यहाँसम्म बस्छ भनेर अगाडि। पुलमाथि बस्दै रहेछन् बुढाहरू, अनि यहाँ त्यहाँ हेर्छ अनि त्यसपछि माथि समात्न थाल्छ। अनि के गर्नु गाह्रो छ, यहाँ समात्छ क्या। म त 50 की स्पिडमा छैन होला जहाँसम्म लाग्छ मलाई है। हो नि, म त रुल्स एन्ड रेगुलेसनमा चलाउँछु गाइज होइन, तर मामा हुँदाखेरि मात्रै हो नि फेरि होइन, मामा नभएपछि त फेरि यस्तरी बढाइदिन्छ नि त फेरि होइन, 50 60 70 80 नर्मल हो केटाहरूलाई अहिलेको। तर म चाहिँ धेरै जस्तो बिस्तारै नै कुदाउँछु क्या। अब मामाहरू देख्यो कन्टेन्ट भइहाल्यो नि आज। आजको कन्टेन्ट मामालाई देखेर बाइक स्लो गरियो। मेरो एउटा बानी के छ भने चाहिँ ठ्याक्कै स्टप गर्ने बेला चाहिँ यो स्विच अफ गरिदिन्छु क्या ट्याक्क। कोही कोही त बानी हुन्छ नि त स्टार्ट अन गरेर बस्ने, त्यसले पनि धेरै पेट्रोल खाँदो रहेछ। के गर्ने अब धनी मनी परेन, अति स्टार्टै गरेर राखिदिन्थेँ।
अहिले चाहिँ हामी एकान्त कुन आइपुग्यौँ। अस्त दिदीहरूलाई हतार हो। ओहो मामाहरू मामा मामा कति राम्रो प्यारो छ। दाइलाई गाह्रो भएको छैन भने त्यत्रो सामान बोकेको छ र आम्मामा चाक पनि टुप्पोमा राखेर चलाइरहेको छ नि यार। टक्क 50 कि छुटमै छ है म टक्क 50। तपाईँको के हो भने छस्सिकेलतिर पनि यहाँ तपाईँको चेकिङ हुँदो रहेछ क्या। त्यो माथि गन राखा हुँदो रहेछ पोलमा गन राखा हुन्छ। त्यहाँकोले समात्यो भने चाहिँ अगाडि गएर गोर्खुमा के अरे साड्डो बाटोमा समात्दो रहेछ। यो चाहिँ ललितपुरको भाइरल ठाउँ रोड भनौँ न, भाइरल रोड। किनभने यहाँ पर्पल कलरको फुल फल्छ। त्यसको नाम मलाई थाहा छैन। यहाँ त फोटोग्राफरहरूको लाइन लाग्छ, टिकटकरको लाइन लाग्छ। म पनि लाइन लाउन आउनु पर्ला जस्तो अबदेखि। अब म पनि टिकटकर ब्लगर हुन थालेँ। अब यहाँ फुल अहिले फुल्याएर रहन्छन् होइन, रहेन छ। यही हो क्या स्पिड चेक गर्ने, यहीँ हो टक्क यहाँ स्पिड चेक गर्छ। अनि त्यसपछि यहाँबाट रन्काएर गयो भने केटाहरू तिमीहरूलाई साड्डा बाटोमा ल्याम्मै समात्छ है। हो भाइरल रोड चाहिँ यही हो है। तपाईँको यतातिर सबै फुल फुल्छ क्या यतातिर। यहाँ त मान्छे त त्यो जङ्गलदेखि सब मान्छे हुन्छ हो टिकटक बनाउनलाई त गाह्रो छ नि। ओहो चक्रपति यात्रा। ओ दाजु अलि बिस्तारै भएन भनेको, अलि छिटो कुदाउनु न यार। कुन स्कुटर हो यो? आथर हो कि अर्थर रहेछ यार, इलेक्ट्रिक स्कुटर। ठिकै छ, सालै भएन। होइन अहिले त कुदाउन नि डर लाग्छ भने 50 भन्दा माथि कि जहाँ पनि चेकिङ बस्न थाले हुन्छ आजकल। अस्ति भर्खर कि म त्यो के अरे बन्द भएको थियो नि त त्यो पब्लिक बसहरू नचल्ने बेला, त्यति बेला मैले पठाउ गरेको थिएँ। अनि मैले मान्छेलाई ड्रप गरेर मेरो सालीलाई ड्रप गरेर अनि ठ्याक्कै सालीले त भन्दै थियो नबस्नु त्यहाँ भनेर। म पनि के कम बस्दिनँ नि त भनेर एकछिन मात्रै क्या, एकछिन 2 मिनट होला, एउटा राइट टिपेर गइहाल्छु भनेर एकछिन बसेको थिएँ। मामा आएर के भन्छ नि, तेरो बस्ने ठाउँ हो यो, तेरो बस्ने ठाउँ हो यो, तेरो रोक्ने ठाउँ हो गर्छ। अनि सर यहाँ बसीसम्म नरोके कहाँ रोक्नु त, यो बस रोक्ने ठाउँ हो गर्छ। अनि अहिले बस चाहिँ कहाँ आछ र मैले भनेर प्रश्न गरेँ। अझै बट्टा मुख लाउँछस् गऱ्यो। अनि बिलबुक लाइसेन्स दियो भने होइन, मैले दिएँ बिलबुक। म पनि फेरि सोझो मान्छे दिइहाल्छु। म बिलबुक दिएँ अनि लाइसेन्स दिएँ अरे। मसँग लाइसेन्सको अहिले 2 वर्ष भइसक्यो, अहिलेसम्म स्मार्ट कार्ड आएको छैन, रसिद मात्रै छ क्या। अनि त्यसपछि मैले रसिद दिएँ, रसिदले हुँदैन नागरिक एपमा छैन गऱ्यो। ल ठिकै छ, नागरिक एपमा पनि देखाइदिइहालौँ न त भनेर देखाइदिएको। सोल्टीले त फोटो खिचेर राख्यो। ल तपाईँकोमा अनलाइन चिराउँछ है गऱ्यो। अनलाइन किन काट्ने, नकाट्नु न भनेर यसो रिक्वेस्ट गरे जस्तो गरेँ। अब त्यही त हो नि, रिक्वेस्ट गरे जस्तो गरेँ, मानेनन्, फोटो खिचेर लग्यो। अनि त्यसको अगाडि अर्को मामा थियो ट्राफिक सर होइन, प्रिय ट्राफिक सर, ऊ अफलाइन पठाउ जान्ला रहेछ। अनि त्यसपछि त्यो सर चाहिँ किन अफलाइन पठाउ गरिरह भनेर मैले फेरि भने। म पनि फेरि न्यु खोज्ने मान्छे, न्यु खोजिदिएँ होइन। अनि त्यसपछि के भने नि, ऊ त अर्कोले चेकिङ गर्दैछ, उसले के मिस्टेक गर्यो होला गर्छ, देखिरहेको छु चढिरह मजाले बोलिरह होइन। ल मा कसम म त 50 को सीमा छैन नि, बोलिरहेको छु होइन। अनि त्यसपछि अलिकति न्यु खोजे जस्तो गरेर मैले नि ट्राफिकसँग धेरै के बोल्नु भनेर म पनि टक्कै हिँडेको। यही हो कहानी मेरो रामकथा। ल अब चाहिँ म घरको आइपुग्न लाएँ।
गर्कुको त पब्लिक पास लिनुपर्ने थियो कि मैले पब्लिक पास कहाँबाट लिन्छ क्या यहाँबाट त खतरा जाम हुन्छ अनि त्यसपछि दिउँसो म त छिटै काटेन होइन 2-3 घन्टा भइसक्यो यसो हेर्छु त दिउँसो त ल 500 को चिट भन्छ माथि जाउँछ नागरी एपमा पाइगो भइदिएर अहिलेसम्म तिर खाएन मैले रिसले ल यो पब्लिक पाथबाट हिँडौँ अनि जाम हुँदैन यो धेरै बजे यार अब यहाँबाट 2 मिनट रिकन्डिसन ग्यारेज पनि हो रिकन्डिसन पनि हो तर यो खोल्ने भने त्यो बाटो खोलेको छैन क्या हो कि खोलिसक्यो सबलाई 1000 हुन्छ म नि हालिदिन्छु रिस छ नि यार एकछिन पर्खा भयो हुन्थ्यो अरू दाजुहरू अरे टेम्पो दाइलाई पनि हतार भएर रहेछ यार यो ओ दाजु अगाडि गरौँ भ्यापलाई रोक्छ यार मान्छेलाई गाह्रो भइरहेको यार त्यही हो मलाई बाटो देऊ सोल्टे ओ ल खाल्टो मैले लिएको रिकन्डिसन हाउस चाहिँ आउनु लागिसक्यो अब दाइलाई यसो भन्नु पर्यो नि दाजु मेरो पानी धेरै खायो भनेर त्यही हो रिकन्डिसन चाहिँ ल गुवार्कुमा छ ल है यही हो रिकन्डिसन चाहिँ मैले किनेको ल है भुक्मुन बाइक चाहिँ एउटा होला आयो हुन्छ दाइ छैन दाइ कहाँ जानुभयो दाइ कहाँ जानुभयो आउनुहुन्छ नि होइन उता राखिदिउँ है बाइक बनाउनु पर्ने छ क्या यहीँबाट किने हो मैले चाहिँ ल अब दाइको लागि चाहिँ वेट गरिराखौँ दाइलाई टक्क लाएर यहाँ राखिदिउँ बाइक खाल्टो नगर आया ल अहिले दाइ आइस भेटौँला है तपाईँहरूलाई दाइ पनि आउनुभयो यसो ट्युन गर्नुपर्छ भन्दै हुनुहुन्छ ट्युन गर्दै हुनुहुन्छ त्यसपछि यही हो मैले लिएको चाहिँ रिकन्डिसन हाउस आउनु होला एकदम सस्तो मिलाएर बाइक दिनुहुन्छ दाइले यो पनि भर्खर बेच्नु भएछ बाइकहरू चाहिँ टन्नै छ मजाको छ बाइकहरू ल पठाउ गर्नेलाई नि यो बाइकहरू छ स्प्लेन्डरहरू छ है दामी बाइकहरू छ केटिएमहरू छ उता एमटी रहेछ दामी बाइक छ है एउटा होला लिन आउनु भए गोवारकोतिर आयो हुन्छ म कन्ट्याक्ट नम्बर तल छोडिदिइराख्छु छु ल गाइस है मैले बनाएँ खतरा पानी परिरहेको क्या म त्यो भिडियो चाहिँ बनाएन
यहाँ चाहिँ भिडियो बनाएँ मैले गियर पनि बनाएँ टक्क यो एकदेखि यो पनि बनाएँ त्यसपछि माइलेज पनि सेट गरेँ हैन ट्युन गर्नुपर्छ रे ट्युन गर्दै ल ट्युन गर्नुपर्छ भन्ने चाहिँ के हो ट्युन गरेँ बाइक पनि हैन अनि त्यसपछि घर जाँदैछु म अब 2 घन्टा जति सुत्छु सुतेर त्यसपछि उठेर पठाउ गर्न जान्छु म बेलुका है बेलुका सबैले भन्छ अब रिक्स हुन्छ यताउति हुन्छ भोटेको छोरालाई के को डर रिक्स न सिक्स में एक्स रिक्स हैन त्यस्ता रिक्स सिक्स आयो भने देखा जाएगा अनि जो गाइज हैन जसले अहिले लास्टसम्म हेर्नु भएको छ सबैलाई एकदम धेरै धेरै धन्यवाद धेरै धेरै थ्याङ्क यू अनि लाइक पनि गर्न नबिर्सिनु होला है लाइक अनि सेयर गर्न नबिर्सिनु होला अब के गर्ने यस्तै छ केही गल्तीहरू छ भने भनिदिनु होला अनि सो गाइज आजको लागि चाहिँ यति नै हो हैन अब मैले चाहिँ ग्यारेजबाट बाइक बनाएर आयो त्यही हो दिनभरि आज ग्यारेजमै बस्यो अनि त्यसपछि अब बेलुकातिर कुदाउन जान्छु बेलुकाको ब्लग अब भोलितिर आउँछ है ल गाइस अब भोलि भेट्नुपर्छ है गाइस ल टाटा